पक्नु न म पनि छु कहाँ भाग्नु भएको एक्लै एक्लै। हेलो साथीहरू नमस्कार सेवारो प्रणाम। आज हामी भर्खरै फोन आएको थियो अनि हामी यहाँ मासु नखाएको निकै भइसक्यो, दिमाग खराब भइसक्यो त्यो मासु नखान पाएपछि। त्यही भएर आज फोन आएको थियो सर मासु खानुहुन्छ। अब त्यसैले हामी जाँदैछौँ। बुढी पनि सँगै छ। ल है भर्खर फोन आएको थियो, यात्रा चाहिँ अलिकति ठ्याक्कै 10-15 मिनटको होला होइन। अनि सर आउनु अब भन्नुभयो। हामी पनि त दिमाग खराब भएर मासु नखानु पाएर दिमाग खराब हुँदैछ यहाँ। अनि यहाँ त बाटो पनि छैन फेरि अब कहाँबाट ल्याउनु, न त काटिँदैन पनि हतपत। अनि भनेको बेला पसल छैन, पाइँदैन होइन। त्यसले गर्दाखेरि भ्युज हजुर भ्यू हो भ्युज भनेपछि यहाँ फेरि मोबाइलमा आउँछ नि त भ्यू। मैले भ्यू नै साथीभाइहरू यसो मैले भ्यू नै भनेको हामीले यो सुरुवात गरेको छौँ होइन। त्यसले गर्दाखेरि भिडियोलाई चाहिँ लाइक गरिदिँदा केही बिग्रिँदैन, अरू केही नगर्नु। एबी ब्लग अलिक लाइक कमेन्ट सब्सक्राइब। ल बुढीले पनि प्रमोसन गरिसकेन, अब त्यसै पनि आउँछ होला जस्तो लाग्दैछ। ठिकै छ, यात्रा ठुलै छ। अब हामी बिस्तारै बाटो हेर्दै जान्छौँ। भ्यू भर्खरै धान रोपिसकेको छन् होइन। डाँडाकाँडा चाहिँ राम्रै छ हौ, घाम लागेको छ। अब मासु लिन जाने लागेको छौँ। आज मासु खाइन्छ जस्तो छ। अब त्यतिखेर अब पकाएको बेला पनि एउटा ब्लग चाहिँ आउँछ जस्तो छ। त्यसो अहिलेसम्म के कसो हुँदैछ तपाईँहरूको? चाहिँ हामी अलिक टाढासम्म आइपुग्यौँ कि यो चट्टाङ हेरौँ। यस्तै ठुल्ठुलो चट्टाङहरू छ हौ ठाउँ ठाउँमा। घरहरू एउटा घर उता 2 किलोमिटरको वाकिङ अन गरेको छु साथीहरू। 2 किलोमिटर मलाई लाग्छ 2 किलोमिटर भन्दा पनि टाढो छ सरको घर। उकालो माथि डाँडामा चढ्नुपर्छ। अहिले हामी आइसक्यौँ। उकालो अहिले अनि हिँडेछौँ, अहिलेसम्म पुगेको त छैन है। दर्शक दिनहरूलाई चाहिँ उकालो बाटो पनि देखाउनुपर्छ है। उकालो बाटो ऊ त्यहाँ पर घर छ, हेर्दा त कति नजिकै आइपुग्यो जस्तो लाग्छ कि, तर चढ्दा त अर्को कुरा हामी तराईको मान्छे। अर्को कुरा हेरौँ, व्यक्तिहरू कति समाजसेवी हुनुहुन्छ। बेला बाटो हिँड्ने यात्रीहरूलाई सजिलो होस् भनेर चौतारा बनाइदिनु भएको छ होइन। यतातिर चौतारा गोलो हुन्छ, यतातिरको चौतारा लाग्नु हुन्छ अरे क्या। पानीको सुविधा छैन, पानीको धाराहरू छ। यहाँ यो चोकको नाम चाहिँ हाम्रो के रहेछ, लक्ष्मी चोक होइन। लक्ष्मी चोक रहेको छ। मेरै नाम हो साथीहरू। ए भनेको धारा चाहिँ यही रहेछ होइन। यताबाट जाउँ। यी बाटो भन्दै थियो नि, उकालो बाटो जानुपर्छ नि। त्यो जुन सरले हाम्रो विष्णु सरले अघि मासुको लागि फोन गर्नुभएको थियो, बाटो यो त केही होइन, यो त सामान्य अहिले ढुङ्गाको बाटो आउँछ। यो चाहिँ मकैबारीको दृश्य छ साथीहरू। अब साथीहरू आधी बाटो हिँड्नेमा गलेछ। अब मतलब उकालो चढ्न त सुरु पो भयो हेर्नु। बिस्तारै जाउँ है, बिस्तारै साथ मेरो घर कति उकालो घर बनाउनु भएको नि। बाटो यस्तै छ। अहिले हामी पुगेपछिको दृश्य हेर्छौँ। मासु काटिसँग काट्नु बाँकी नै छ। साथीहरू पुग्ने आँटे पसिना भयो म त। सबै मासु यहीँ सकिएछ हौ। बाटो हेरौँ, अझै ढुङ्गाको बाटो। जाउँ छिटो बिस्तारै जाउँ बिस्तारै। यो बाटोमा आउँदा कस्तो फिल अनुभव भयो बुढी? तर यो बाटो हिँड्दा एक्सर्साइज चाहिँ गर्नै पर्दैन रहेछ। डेली हिँड्नु। कुकुरले करायो क्या? मलाई त डर लाग्यो। बाटो यस्तो छ हेर्नु साथीहरू। बाटो यस्तो छ साथीहरू। सर नमस्ते। सक्नु भएको छ नि अनि चढ्नै को हुनुहुन्छ। ल साथीहरू, हामीले यो मासु लिइसकेको छौँ होइन। मासु लिन आएको थियो, 2टा पकाएको छ। 2टा हाम्रै होइन कि, 2टामा एउटा मात्रै हाम्रो हो। हाम्रो दाइको एकजना हुनुहुन्छ, एक केजी भेज पनि अलिकति थोरै पाएछ होइन। ल अब आउँदै गर्दा अब जाँदै गर्दा पनि उतिकै बाटो पर्छ, तर धन अहिले ओह्रालो पर्छ जाँदा चाहिँ। ल साथीहरू, अब यसो पकाएको बेला भयो भने यसो एकछिन अर्कोमा आउला। ल धन्यवाद तपाईँहरू अन्तिमसम्म हेरिदिनु भएकोमा। ल भिडियो मन पर्दा अलिकति लाइक सब्सक्राइब गर्न, लाइक कमेन्ट गर्न कन्जुसी चाहिँ नगर्नु होला। धन्यवाद।